छ थर जोरपाटी 2 धनकुटामा पनि फल्न थालेको छ बुद्ध चित्त। अब तपाईहरुले हेर्नुहोस् बुद्ध चित्त कसरी फल्छ, यसको फल्ने तरिका र सिस्टमहरु कस्तो छ तपाईहरुले हेर्न सक्नुहुन्छ। यो नफले यो 4 वर्षदेखि यसको फल लाग्ने भएकोले गर्दाखेरि फटाफुट्ट 4 वर्ष र 5 वर्ष र 6 वर्षदेखि 6 वर्षको अन्तरालमादेखि चाहिँ यसको फल यसरी लाग्ने गर्दछ, जुन देख्ने बित्तिकै मानिसहरू छक्कै पर्छ। किनभने यो धेरै जसो ठाउँहरुमा नभए तापनि हाम्रो यो विशेष छ थर जोरपाटी गाउँपालिकामा चाहिँ यो बुद्ध चित्त यस्तो तरिकाले फलेको छ। अनि यसलाई निकै दाम अनि यसले चाहिँ निकै आय स्रोतको एउटा पाटो बनेको छ कृषकहरूको लागि। अनि धेरै जसो नगदे बालीहरूमा भन्दा पनि यो चाहिँ अझ नगदे बाली मात्र नभएर मोटो रकम कृषकहरूको घरमा भित्राउनको लागि एउटा सफल व्यवसाय बनेको छ। तपाईहरुले हेर्न सक्नुहुन्छ यो बुद्ध चित्त जुन चाहिँ काँडा हुन्छ यसको बोट राम्रोसँग हेर्नु होला। र यो चाहिँ गर्मीमा ठाउँमा भन्दा पनि जाडोमा हुँदो रहेछ। त्यसकारणले गर्दाखेरि हामीले यो बुद्ध चित्तको विशेष यसको फल्ने तरिका अनि यसको विशेष यसलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने तरिकाहरू हामीले तपाईहरुको माझमा देखाएका छौं। यसले चाहिँ सानो सानो डोरीहरूले यो नलत्रियोस् भुइँमा भनेर हामी उठाउनु पर्दो रहेछ। अनि यसको वरिपरि चाहिँ निकै राम्रो तरिकाले सफा गरेर राख्नुपर्छ। अनि तपाईहरुले हेर्नुहोस् यो सानो बोट छ, तर यो सानो बोटमा धेरै जसो फल लागेकै छ यो हाँगाहरूमा। अनि यसकारणले गर्दाखेरि यसको तपाईहरुले मूल्य चाहिँ विशेष यहाँ चाहिँ धेरै खरिद गर्ने व्यक्तिहरू आए तापनि यसको मूल्य यहाँ चाहिँ निकै राम्रो तरिकाले मूल्य लगाउने व्यक्ति आउँदाखेरि तपाईहरु जम्मा यति फललाई 50,000 भन्दा बढी लगाएको छ। तपाईहरुले देख्नु हुँदैछ यो